उहाँले मलाई बलात्कार गर्नुभयो। यहाँ च्यातिनु भयो, यहाँ च्यातिनु भयो। ए बहिनी के हावा कुरा गरेर आएको के त्यसै फर्सन काम नगर न यार। हजुर तपाईँले मलाई नगर्नु भन्दा आज ललिपप पनि खुवाउनु भयो। मैले त खाएँ। अरे बाबा मैले तिमीलाई सुटिङमै अरू बेला मुलाको छु कहिले नहुने नहुने आरो नहुने अनि चिया खुवाउँछु भनेर यति 2 गिलास बाक्लो बाक्लो चिया पनि खुवाउनु भयो। ए बहिनी यार मैले तिमीलाई आफ्नै बहिनी ठानेको छु यार। आफ्नै बहिनी जस्तो मान्छेले यस्तो बलात्कार गर्छु जस्तो लाग्छ। अब हेर्नु यहाँ पुरा आइसक्यो है। तपाईँले त बाग्लो चिया पनि खुवाउनुभयो उहाँलाई। ललिपप खुवाउने भन्नुभयो। अब तपाईँले आफ्नो गल्ती स्वीकार्नु भयो भने तपाईँलाई सरकारले छुट दिन सक्छ। महिलाको कानुन दैवले जानु न। आजकल त यस्तो छ हजुर, प्रेस मिट छ, दुनियाँ लाखौं करोडौं जनताले देखिसकेका छन् तपाईँको गल्ती। अझ एमएमएस बाहिर आएको छ गरी हेर्नुमा आए बा साँझ तपाईँको एमएमएस हेर्छु म कस्तो रहेछ त भनेपछि बहिनी नातिनुहोस्। तपाईँले न्याय पाउनुहुन्छ। उहाँले आफ्नो गल्ती स्वीकार्नै पर्छ। स्वीकार्नुहोस् गल्ती स्वीकार्नु छिटो। ए बाबा मैले पहिला बलात्कारै गरेको छैन भने उसले कसैले न्याय पाउँछ के? त्यसको लागि त मैले बलात्कार गर्नु पर्यो त, प्रुफ देखाउनु पर्यो त। हावातालमा आउने अहिले एउटा माइला आएले मलाई बलात्कार गर्यो भने तपाईँलाई समाति अनि त्यो पत्याउने के घटना भएको थियो यसलाई विस्तारमा सोध्दा हुन्छ त यार। पत्रकारसँग ठुलाहरूले बोल्ने, देशको दोस्रो गर्दासँग ठुलाहरूले बोल्ने। तिमी बाबु दलदलमा गइसक्यो, बाहिर आउन गाह्रो छ। जुन गोरुको सिङ छैन उहीकै नाम तिखे भने जस्तो यहाँ त गोरुको सिङ 12 हातेको रहेछ। देख्नुभयो तपाईँले? यही हो कलाकारको न्याय। के बोल्यो के हावाताली बोल्यो मान्छेलाई ताना उठाउने काम नगर्नु न। तपाईँ मलाई फसाउँदै हुनुहुन्छ। मिडिया कर्मी मलाई बचाऊ, उहाँले मलाई फसाउँदै हुनुहुन्छ। यहाँ ठुलो षड्यन्त्र भइरहेछ म माथि। देख्नुभयो पत्रकार हडिए थाकेर सिधै आजको कार्यक्रम हामी यहीँ समाप्त गर्दैछौँ। भोलि पनि फेरि पुनः हामी प्रेस मिट राख्नेछौँ। त्यही बेलासम्म उहाँको हामी थोरै दबाई मुलो गर्नेछौँ। धन्यवाद।